2/3 सहयोगमा उहाँले संविधान संशोधन गर्न चाहनुहुन्छ भने हाम्रो साथ हुन्छ। प्रदेश संरचना खारेज गर्नुहुन्छ भने हाम्रो 5 जना सांसद लगेर उहाँलाई गाभिदिन्छौँ, हामी पुर्याइदिन्छौँ 2/3। यदि उहाँले हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन हिन्दू अधिराज्य सबै धर्मलाई समान हुने गरेर, कसैलाई असमान नहुने गरेर हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन हिन्दू अधिराज्य घोषणा गरेर संविधान संशोधन गर्नुहुन्छ भने हाम्रो साथ हुन्छ। र अर्को कुरा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा उहाँहरू जानुहुन्छ, संविधान संशोधन गर्नुहुन्छ भने उहाँको जुन सिट पुगेको छैन त्यो सिट रापरमा थप्न तयार छ, तर उहाँले संविधान संशोधन गर्न उहाँहरू तयार हुनु पर्यो। त्यो भए भने यो चुनाव हो, चुनावमा हार पनि हुन्छ, जित पनि हुन्छ। जित्दैमा ओहो के नभयो भनेर मात्तिनुपर्ने पनि कुनै आवश्यकता छैन, हार्दैमा चिन्ता हुनुपर्ने आवश्यकता छैन। किनभने हामीले आफ्ना कमजोरीहरू होलान्, हो हामीले के कमजोरी गऱ्यौँ कि त्यो कमजोरी हामीले जनता आफ्ना कमजोरी सुधार्न सकेनौँ कि त्यो चाहिँ हामीले आफैले आत्मसमीक्षा गर्ने बेला भएको छ। यसबाट झन् हामीले थप पाठ सिकेर जनताको सेवामा अझ लाग्नुपर्ने अवस्था देखिन्छ। बाँकी कुरा संसदमा गरौँला। तपाईको सरकारको सहयोग हुन्छ हुँदैन, तपाईको अथवा पार्टीको सहयोग हुन्छ हुँदैन संसदमा गर्दा? राष्ट्रपालले आफै बहुमत ल्याएको छन्, बहुमत ल्याइसकेपछि 2/3 पुर्याउन त सहयोग चाहिन्छ नि। अब सबैभन्दा त भगवान रूपी आदरणीय मेरा जुम्लीवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई म धन्यवाद दिन चाहन्छु। र विशेष गरेर संसारभर छरिएर बस्नुभएका यो राष्ट्रवादी महाअभियानलाई साथ दिनुहुने, देश विदेशमा छरिएर बस्नुभएका, देशभित्र बस्नुभएका, कसैले फोन गरेर, कसैले आफ्नो सामाजिक सञ्जालमा लेखेर र कसैले विभिन्न साथ र सहयोग दिनुभएका सम्पूर्णलाई म धन्यवाद व्यक्त गर्न चाहन्छु। र जुम्ली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूले आशा र भरोसा गरेर फेरि पठाउनु भएको छ। उहाँको आशा र भरोसालाई टुट्न नदिने र उहाँको विश्वासलाई टुट्न नदिने चाहिँ मेरो कर्तव्य हुनेछ। हैन, हिजो चुनाव जित्नुभन्दा अगाडि हारे पनि जुम्लैबाट हार्छु भनेर भन्नुभएको थियो, तर जुम्ली जनताले त तपाईँलाई न्याय गरे नि। यसका लागि उहाँहरूलाई धन्यवाद भन्न चाहन्छु म। र अरू कुरा केही छैन, उहाँहरूलाई धेरै धेरै धन्यवाद। र तपाईँ सबैलाई पनि धन्यवाद छ जसले जहाँ जहाँबाट साथ र सहयोग गर्नुभयो। तपाईँहरू सबै सहयोगी हुनुहुन्छ। मैले अस्ति नै भनिसकेँ, हामी साझा व्यक्ति हो, किनभने सांसद भनेको सार्वजनिक पद हो। यहाँ कुनै पार्टी, कुनै दल, कुनै व्यक्ति रहेन। चुनाव लड्नभन्दा अगाडि हामी त दलगत रूपमा हुन्छौँ, चुनाव चिन्ह त लिनुपर्ने हाम्रो संवैधानिक बाध्यता छ, तर चुनाव पछाडि हामी साझा हो सबैको। अब तपाईँ संसदमा प्रतिपक्षको भूमिका खेल्नुहुन्छ कि सत्तामै जानुहुन्छ? होइन, अहिलेसम्म हामीले प्रतिपक्षमै बस्ने, हामीलाई जनताले जुन प्रतिपक्षमा बस्ने जनमत दिनुभएको छ, सरकारमा जाने जनमत दिनुभएको छैन, त्यो कुरालाई हामीले स्वीकार्नुपर्छ। र जनताको जनमतभन्दा ठुलो संसारमा केही पनि छैन। र प्रजातन्त्रमा सबभन्दा ठुलो कुरो जनताको जनमत हो। त्यो जनमतलाई हामी सबैले स्वीकार्नु